नमस्कार परिवार, स्वागत छ तपाईलाई किडलक्स ब्लगमा। आजको साँझको मनमोहक माहौलबाट म यो ब्लग सुरु गर्दैछु। जिन्दगी आफै एक यात्रा हो र हामीले हरेक दिन नयाँ अनुभव, नयाँ ठाउँ, नयाँ क्षणहरू भेटिरहेका हुन्छौँ। आजको यात्रा विशेष छ किनकि म अहिले नेपालगञ्जबाट दैलेखतर्फ यात्रा गर्दैछु र बाटोको दृश्य, वातावरण र यहाँका साँझ यी सबै तपाईहरुसँग बाँड्न चाहन्छु र तपाईहरु पनि मसँग यात्रामा जोडिनु सक्नुहुन्छ। गाइस, हामी चाहिँ नेपाली हो। अहिले चाहिँ ट्याक्क बुझिहाल्छुबाट घरबाट हामी टक्क अब सुर्खेतदेखि दैलेखसम्म जान लाग्छौँ। यो चाहिँ अब दैलेखसम्मको यात्रा हो। मेरो साथीहरू चाहिँ अब मेरा अन्य साथीहरू टुर गए, तर म अब दैलेख जान लाग्छु नेपालगञ्जदेखि। आज फुबु हामी नेपालगञ्ज जान लाग्छौँ। नेपालगञ्जदेखि सुर्खेत भन्न सक्नुहुन्छ। सुर्खेत यो भुजिया नै, यो नेपालगञ्ज यो भुजिया चोक हो। एउटा अगाडि गाडी छ, एउटा पछाडि हाम्रो दाइ अमेरिकाबाट आउनु भएको छ अनि अलि रिस हुनुहुन्छ। त्यसको लागि हेर्न आज हामी जान लाग्छौँ। कस्तो हुन्छ आजको भ्लगमा म मेरो यात्रा नेपालगञ्जको गर्मी र सहर नेपालगञ्जबाट सुरु गर्दैछु। बिहानको हलचल, बाटोको भिडियो र यात्राको उत्सव लिएर म नेपालगञ्जबाट सुर्खेततर्फ निस्किएँ। बाटोबाट देखिएका दृश्य, हरियाली र यात्रामा भेटिने मानिसहरू यात्रा अझै रमाइलो बनाइदिनेछन्। सुर्खेत पुगेपछि मैले केही स्थानहरूको मनोहर सुन्दरता झलक क्यामेरामा कैद गरेको छु र सहरको हलचल र पहाडको शान्त वातावरण अद्भुत मिश्रण। त्यसपछि म भुजिया गाउँ हुँदै चिसापानीतर्फ यात्रा गरिरहेको छु र यात्रामा देखिएका ठाउँ, सहर अति नै मनमोहक र राम्रा छन्। र केही क्षणपछि म यो भुजिया गाउँबाट चिसापानीतर्फ यात्रामा छु। यहाँ देखिएका ठाउँ, मनमोहक दृश्यहरू रहेका छन्। नेपालगञ्ज चाहिँ अरू सहरभन्दा अलि विकसित छ र
यहाँका सडकहरूको अवस्था पनि राम्रो र मनमोहक दृश्य छन्। म चाहिँ अब एकैछिनपछि चिसापानीको र त्यसबाट आर्मी चेकमा पुग्न लागिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ कति विकास भएको छ सहर। पोहोरभन्दा पनि अलि राम्रो रहेछ भनौँ। My dreams, write them down. Write down your dreams. Write down your dreams. Don't forget to write down your dreams. More silence. More silence. And now, it's time to go. My journey to where I'm going is steady and still silent. I gather my belongings and my clothes, my garments, my gloves, my socks, my heels, and I put them together in a way that I'm telling a story with my appearance. The silence starts to break. I start to sing to myself and gauge how I feel. I put my clothes on. And still, more silence, more silence. Where's my water? Drink plenty of water. Be fluid, be one with water, be one with air. We will enter the पछाडि हो भने त सकिन्न निकाल्न। पछाडि हो भने त निकाल्न सकिन्न। मोटो ब्लगर गयो भाइ। आज मुठाटो सामान खाइदिन्छु के हेर त के आरे बुबु पछाडि लगैछ अगाडि लगैछ बाँदर जति उफ्रे पनि केही गर्नै सक्दैन। आइज सिंगल सिंगल भाइ खानु आज भयो होला कता आइ त ए बाँदर यहाँ ए सिंगल सिंगल आइज ए आइज यहाँ सिंगल सिंगल ए यहाँ कता लुइगे आज त केही भने खान्छ त भात खाने बेला न आज त केही मन पुगो यो चाहिँ चिसापानीको ठाउँ हो। मैले अघि भनिरहेको थिएँ पुगे भनेको ठाउँ चाहिँ यही पुग्ने ठाउँ भनेको यही हो। यहाँबाट चाहिँ अब देउराली हुँदै बबई हुँदै चाहिँ सुर्खेत जाने हो। लाटो गयो एकदम भारी बनायो त्यो माइलमा भाइबाट आयो तल ल्यायो त्यही खायो त्यहाँमा आयो पुर्याउन आइथ्यो कहाँ भन्दै थिएन यो देखेको खोला चाहिँ बबई खोला हो। बबई खोला अब चाहिँ एकछिनपछि म बबई पुग्छु र बबईबाट अब हरियातिर यात्रा हुँदैछ।
मिसिन्छ हाम्रो खोटखोलो उतै बेसिनु हो हुँदै मिसिन्छ फेरि हुनुहुन्थ्यो फेरि हुनु त्यसले के ल्याइ कर्णाली गाईले भुसुले बाख्रोले अनि मान्छेले झाँक्री ल्यायो भनेर कसले कर्णालीले अनि के भयो भेरीले कर्णालीले भनेर तर म देख्दिनँ पनि फलक्क फेरि आएर कहाँबाट पाप ल्यायो कहाँ फिर्यो यसो कर्णाली फेरि एकतिरै भयो नि केही पनि ल्याएन भने त केहीले सबै ल्यायो यो पनि किम्मदन्ती रहेछ चुट्किला हामी चाहिँ अब बबाई पुग्छौँ थोरै हाम्रो साथीहरू हुन् भाइ यो हो बबाई आयो बबाई हो यो हिजो नास्ता खायो बिर्सेनु भयो फुबू ने बजे हिजो नास्ता खायो बिर्सेनु भयो यहीँ बबाई इन्टर यहीँ हो नास्ता खायो अनि ऊ त्यही त हो त्यो हजुर 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 टोइलेट जान बिर्सेनु भयो ऊ त्यहीँ त जानुभयो बबाई हो यो हजुरले टोइलेट गरेर बिर्सेनु भयो त्यहाँतिरलाई त ऊ त्यहाँ त्यही त हो त यतिलाई त हो खायो अहिले नाटकमाबाट यो बबाई हो सोध्नु नि पर्छ फुबुन बबाई हो यो मेरो पनि माने हटाइदिए त्यसमा पठाइदिए तर म यहाँ अरू केही गाउँका रमाइलो गर्ने म देउता बुझाइ हो के गर्नु हो यति आयो खबर पठाउँ आन भन्ने सोनिगाउँको ठिक छ सोनिगाउँ आउने ठिक छ त्यो खाने बन्दा पनि दिनेमा साह्रो हुन्छ ठिक्कै खाना लाने पुग्ने खाने कसैको ढिल नहोस् आगो जुम्ने अरू नहोस् कहिले क्या कहिले गरे अब बाली खाएन अरे गुराँसे होइन हरिया हरिया भने बेला हरिया हो अब यहाँ दे उता ऊ आउँछ अरे सुन्तला त मैले जाजरकोटबाट ल्याइदिनु भएको थियो जायकोटमा ल्याएको चुक मात्रै चुङ म त यहीँ पत्तिर किने हो बजेले याद गर्नुभयो जाकिन त भन्नुभयो म गएर किन्थेँ अचार बनाउँछ बेला हुने कहिले आउन भन्ने लागि अब नि कहिले जानु भन्ने बाटो डाँडा बाटो हुनु पर्छ घर हाले भइहाल्छ घरै मात्रै ग्यार्ने राम्रो छ नि त ठाउँ पनि सिन्चो राम्रो लाग्छ गाडीबाट ठ्याक्क झरेर धेरै टाढा पनि छैन अल्पो ठाउँ छ पहिरो जाने त नै पानीको समस्या छ क्या पानी होइन क्या पानी होइन त बिना पानी त्यो छिन्चो है कहाँ त्यहाँबाट गएको यो त छिन्चो यो पनि छिन्चो त मान्छे पनि कति पहिला आउँथ्यो खै आउँछ तराइए भने तराइए देख पहाड गरी छोडिदिया बाघले खेदियो नि जनेरियो भएर मान्छे जग्गा जमिन धेरै होला छैन केही पनि
ಮಾಟಗೊಂಡು ನೀವು ಮಾಲೆ ಆನ್ ಬರೋದು ನೀವು ಮಾಲೆ ನಾವು प्यार सरस्वती आई भगवान कति मेरो मन पऱ्यो घरमै कि मर्नु लाग्ने मर्नु दिएन यो उषाको बस यो गयो उषाको बस यो गयो त्यही मर्नु भने होइन कुन बस गयो थियो दाइको गयो त त्यही मरिरहनु त्यही मरिया मन त हाम्रो आएर दिदी नभन्न आगो नहाल्दैन पैसा नहाल्दा खानु भ्याउ पैसा नहाल्दा परिवार मिलाउने हामी चाहिँ कटुबाट पुगिसक्यौँ अहिले म खबर झडबाट हाल्यो अब फेरि पाटा आउँछ त्यो कुरो भन्दा पनि उहाँहरूले पनि भन्नु पर्यो त गाडी हामीले यहाँ गाडी रोक्नको मतलब के भयो त देख्न सक्नुहुन्छ हामी गुराँसमा छौँ ऊ पारि हिमाल कति राम्रो हिमाल छ भने चाहिँ अलिकति भ्यू देख्दैन गाइस तर हिमाल चाहिँ बबाल छ 3वटा हिमाल छ हामी चाहिँ एकछिन रेस्ट गर्न लाग्छौँ टक्क पारेर क्रिकेट फ्यान हुनुहुन्छ हाम्रो यहाँ क्रिकेट फ्यान नम्बर 1 फ्यान म आफै खेलाडी हो पहिला हो म पनि त खेलाडी हो म जिल्लासम्म गएको मान्छे हो म क्षेत्रैसम्म गएँ हो म पनि अझै खेल्छु म त अब त बुढेसकाल लाग्यो मेरो 13 नम्बर जर्सी हजुर ब्याट्सम्यान कि बलर म दुईटै अलराउन्डर म चाहिँ बलर पेस बलर के होटल तपाईँ के होटल आउनु दादा आउँछ हामी ये कहिलेकै फेमस होटल हो क्या नन एसी होला है नन एसी यो चाहिँ दैलेको यान्के होटलबाट देखिने बिहानको भ्यू हामी चाहिँ हिजो राति दैले पुगिसकेको थियौँ सँग 3वटा लिङ्ग 4वटा लिङ्ग छ यात्रा यतिमै सकिँदैन म त्यसपछि दैले पुगेर ऐतिहासिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिएको रमणीय ठाउँ जस्तै 3वटा लिङ्ग भएको ठाउँ गएर यान्के होटलमा स्टे गरेँ र अर्को दिन चाहिँ बिहान उठेर अनि म चाहिँ अब कहाँ भनौँ दैलेखबाट खोस्ताबाट कट्टी जान लागेको छु र यहाँको वायुमण्डलीय विशेष हाम्रो थियो प्रत्येक मोड प्रत्येक दृश्यले आफ्नो कथा बोकेको थियो दैलो यात्रा सडकको यात्रा होइन अनुभव भावना र सम्झनामा भरिएको
पछि डोजर ब्रेकर लगाएर काट्यो त्यति बेला बन्द भएको थियो रोड चोर्न आउने यहाँ चिमन्तडा जम्ली हिँड्ने क्या वहाँ कालीकोटा पछि आउने सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यहाँ अवस्था यहाँ मतलब के भनौँ गाडी यहाँ जान सकेन बोलेरो मतलब जिप त्यही भएर यस्तै हिँड्नु परिरहेछ गएर अलि उता र तल छ देख्न सक्नुहुन्छ हिँड्ने अवस्था चलिरहेछ यो चाहिँ कट्टी कट्टीमा अब 1 2 3 4 5 ल कमेन्ट गर्नु त्यसै थाहा भएन तर भनौँ न यो ठाउँ पुग्यो देखिएको यो नाच चाहिँ मारुनी नाच हो मारुनी नाच हाम्रो सांस्कृतिक परम्पराको पुरानो नाच हो यो नाचमा चाहिँ विशेष गरी नाचिएर आशीर्वाद अन्य चिजहरू दिइन्छ र यो नाच हाम्रो संस्कृतिको लोप हुन लागेको नाच हो यो नाच अति रमणीय र राम्रो रहेको छ बाजा भनेको कुनै ठाउँ होइन हेर्नुहोस् यहाँ पनि घमाघम दुई पछाडि आइपरेको छ हेर्न सक्नुहुन्छ कति रमाइलो फाइट
Fubu, fubu, fubu. Wah, fubu, fubu. Fubu. हेर्न सक्नुहुन्छ गाइस, दिस इज द आवर भगवती माई गाउँपालिकाको मेन ठाउँ बेस्तारा बजार. Look at see the Bestara Bazaar, guys.